सुकुको लागि चाहिँ किचन किन्न गएको थिएँ म र मेरो पनि केही सामानहरू किन्नु छ भनेर म सामान छान्दै थिएँ र स्कुलको टाइम पनि भएछ छुट्टी हुने र म गाडी पर्खिरहेको थिएँ नानीको बट ठिक्कै गाडी पनि आइपुग्यो सुकुको। अन्त सुकुले मलाई ब्याग पास गर्यो, त्यहाँदेखि लन्च ब्याग पनि पास गर्यो अनि ऊ गाडीबाट उत्रियो र हामी चाहिँ बात मार्दै आमा छोरी घरतर्फ लाग्यो। आज चाहिँ खाजा बनाउनु भएन नि त नानीको लागि र हामीले घरकै मुनि रेस्टुरेन्टमा चिकन चाउमिन र चिकन ललिपप अर्डर गरिदिइरहेको थिएँ नि त। अनि लिएर पनि आएँ प्याक गरेर, अनि घरमा दिएँ मैले चिकन ललिपप र चाउमिन। नानी चाहिँ फोन हेर्दै थियो त, कराइदिएको थिएँ, त्यहाँदेखि फेरि मैले खुवाउँदै फर्काउनु पर्यो।